हेलो गुड मर्निङ सबैजनालाई। यहाँ हेर्नुहोस् हाम्रो घरमा डल्ले खोर्सानी राम्रो भएको छ योपालि। अस्तिको पालि छुट्टी आउँदा रोपेको योपालि त फल्नु थालेछ हौ, राम्रो भएको छ। यो चाहिँ तपाईँको ठाडे खोर्सानी, हामीले ठाडे खोर्सानी भन्छ यसलाई। अझै छ रुख उतापट्टि। अर्को चाहिँ यहाँ छ, यो चाहिँ अलिकति कचल्टेको टाइपको भयो, के भयो मल नपुगेको हो कि क्या, मल नपुगेर यस्तो भएको जस्तो। फल्नु चाहिँ यसमा नि पिटिटी फलेको छ। यहाँ चाहिँ तपाईँको ठाडे खोर्सानी। ए तपाईँहरूकोतिर के भन्छ यसलाई, ठाडे खोर्सानी भन्छ कि? हाम्रो यता सामसिङमा त ठाडे खोर्सानी भन्छ यसलाई। यो चाहिँ मेरो घर, बुढीले सबै चाहिँ फुलहरू यहाँ यस्तो गरेर राखेको छ मेरो बुढीले। माथि छतमा पनि एकातिर नि फुलले फुल। यहाँ चाहिँ मौरी आएर बसेको छ, यसको लागि गुड बनाउनु पर्छ क्या हौ। मौरी चाहिँ यहाँ बसेको छ। शिवलिङ्ग राखेको छ, शिवलिङ्गको मुनि। बाइक चाहिँ 3-3 वटा थुप्रै छ यहाँ।